हेलो साथीहरू, म आज चाहिँ तपाईहरुलाई माला कसरी रोप्ने भन्ने चाहिँ सिकाउन गइरहेको छ हैन। कृपया ध्यान दिएर सुन्नु होला। मालुम होला तर कट्टा यसरी खानु पर्छ माला। साबिलले तो जाखेरि क्यों साबिलले झठाइरी र मित लोकतिर आधा चाहिँ यसरी निकाल्नु पर्छ। हाम्रो चाहिँ यसरी माला रोप्नको लागि हैन, बुट्टा चित्ता माला यसरी फालिसकेपछि चाहिँ एक डोका मल हाल्नुपर्छ। एक डोका मल हाल्नुपर्छ मजाले हैन। यसरी खानुपर्छ जम्मै लाएर। यो हाम्रो बारी हो। ए माला खान आउने हो? अल्छी पारामा कुरा गर्ने सानो माला रोप्ने हो? हेलो गर हाई गर्नुहोस् त। हेलो हेलो गर्नुहोस्। ए भयो। हेलो हेलो साथीहरू, आज चाहिँ माला कसरी रोप्ने भन्ने चाहिँ तपाईहरु हेर्न सक्नुहुनेछ हैन। मजाले यसरी खन्ने हो टक्क। यसरी खनिसकेपछि चाहिँ मालालाई रोप्नु पर्छ हैन। अनि मजा आउँछ। 1-2 वर्ष रोपिसकेपछि 1-2 वर्ष पछि चाहिँ फेरि फलिसकेपछि अनि धेरै आम्दानी हुन्छ हैन। धेरै राम्रो हुन्छ। हेर्नु होला। यसरी खनिसकेपछि चाहिँ फेरि निकाल्नु पर्छ।